युवा समाज नेपालको सहकार्यमा यस शहीद लखन गाउँपालिका वार्ड नम्बर 2 र 3 लाई केन्द्रित गरेर सञ्चालन हुँदै गइरहेको परियोजना उच्च पहाडी समुदायमा आधारित जैविक विविधता तथा जलवायु उत्थानशील परियोजना विगत 2 वर्षदेखि यो कार्यक्रम यो क्षेत्रमा सञ्चालन भइरहेको छ र यसमा मुख्य गरेर अब हामीले समूहको माग र उनीहरूको यता सरकारवालाहरू शहीद लखन गाउँपालिका लगायत वडाहरूसित हामीले समन्वय गरेर विभिन्न किसिमको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ, जसमा मुख्य गरेर यो जैविक तरकारी खेतीका कुराहरू छ। त्यस्तै अब विभिन्न सामुदायिक वन व्यवस्थापन अन्तर्गत सामुदायिक वनको संरक्षण सम्वर्धन गर्नुको साथसाथै वन डढेलो नियन्त्रणहरू भयो, मुहान संरक्षण कार्यक्रमहरू भयो। त्यसपछि यो जैविक खेतीलाई हामीले प्रोत्साहन गर्नको लागि विभिन्न किसिमका मौसमी र बेमौसमी तरकारी खेतीका बिउहरू उपलब्ध गराउनुको साथसाथै मल्चिङ प्लास्टिकहरू भयो र त्यसको साथसाथै कम्पोस्ट मलहरू भयो। जैविक मलहरूमा अब हामीले जीवाणु झोल मल त्यसको साथै एम मलहरूलाई पनि हामीले प्रोत्साहन गरेका छौँ, जसले गर्दाखेरि यो यतातिर पहिला अब रासायनिक विषादीहरू रासायनिक मलहरूलाई हामीले निरुत्साहित गर्ने र यो जैविक मलहरूलाई प्रोत्साहन गर्ने कामहरू भइरहेको छ र यसबाट किसानहरू पनि निकै सन्तुष्ट देखिएको पाएको छ र हालै यसरी मासिक त्यस्ता किसानहरू जसले अलिकति प्रोफेसनल रूपमा यो तरकारी खेतीहरू अगाल्दै आइराख्नु भएको छ, उहाँहरूको मासिक 20-25 हजार रुपियाँ एभरेजमा आइराखेको छ। कुनै महिनामा अलिकति बढी पनि हुन्छ, कुनैमा अलिकति कम पनि भएको देखिएको छ र मासिक त्यही 20-25 हजार रुपियाँको हाराहारीमा उहाँले कमाउँदै आइराख्नु भएको छ। र यसरी हेर्दाखेरि यसको साथसाथै महिलाहरूको आय आर्जनमा र महिलाहरू सशक्तिकरण कार्यका लागि अब हामीले यो विभिन्न किसिमका तालिम गोष्ठीहरू पनि अब हामीले सञ्चालन गरेका छौँ, जसमा यो फोहोर व्यवस्थापन सम्बन्धी भयो। त्यस्तै अब यो बाटोको धुपको लागि हामीले 2 दिनको तालिमहरू दियो, बाटोको धुपहरू बनाउनु। त्यसको लागि उहाँहरूले आफूले पनि फुलहरूको खेती गर्नुको साथसाथै मनोकामना मन्दिरबाट जुन यो फुलहरू खेर गएको फुलहरू र आफ्नो घरको वरिपरिको जुन खेर गएको फुलहरू सुकेका फुलहरू छन् त्यसलाई कुटानी पिसानी गरेर त्यसको बाटोको धुपहरू बनाएर उहाँहरूले मनोकामना मन्दिरको वरिपरि र गाउँघरमा बिक्री वितरण गर्दै आइराख्नुहुन्छ। त्यसको साथसाथै आफ्नो घरेलु प्रयोगमा पनि कतिपयले प्रयोग गर्दै आइराख्नुहुन्छ। र यसबाहेक अब यो हामीले यो विगत अब 2072 सालको भूकम्पले गर्दाखेरि यतातिर जुन अब खानेपानीका मुहानहरू भयो र वन डढेलोले गर्दाखेरि पाइपहरूमा पनि जुन क्षति पुगेको छ, त्यसमा मुहानहरू पनि संरक्षण गर्नुपर्छ र वातावरण संरक्षणको साथसाथै मुहानहरू संरक्षण गर्नुपर्छ भन्ने हिसाबले हामीले विभिन्न किसिमका पोखरीहरू बनाउनुको साथसाथै ट्याङ्कीहरू पनि निर्माण गर्यो, खानेपानी ट्याङ्कीहरू। त्यसको साथै पाइपहरू पनि उपलब्ध गराएर अहिले अलिकति किसान दाजुभाइहरूलाई उहाँलाई अलिकति सहज भएको छ। यसमा अलिकति तरकारी खेती गर्नुको साथसाथै विभिन्न किसिमको लाइफ स्टकलाई पनि अलिकति प्रमोसनमा मद्दत पुगिराखेको छ। र त्यसको साथसाथै अब यो बाढी पहिरो भुसी होला न्यूनीकरण गर्नको लागि सामुदायिक वन लगायत निजी जग्गाहरूमा हामीले वडा कार्यालय र अरू सामुदायिक वनहरूसित अरू निकायहरूसित समन्वय गरेर विभिन्न किसिमका फलफुलका बिरुवाहरू वृक्षारोपण गर्नुको साथसाथै बाढी पहिरोहरू गएको ठाउँमा सामुदायिक वन भयो, कबुलेती वन भयो, निजी जग्गाहरूमा समूहहरूको माग बमोजिम हामीले अब एभोकाडो भयो, आँपहरू भयो, लिचीहरू भयो, कागतीहरू भयो, त्यस्तै अब सुन्तलाका बोट बिरुवाहरू भयो। त्यसपछि वन कार्यालयहरूसित पनि समन्वय गरेर त्यहाँबाट पनि हामीले धुपी सल्लाहका बिरुवाहरू भयो। त्यसपछि अरू तल्लो बेल्टको लागि यो निमहरू भयो। यस्ता विभिन्न किसिमका प्रजातिका बिरुवाहरू हामीले ल्याइने गरेका छौँ। र यसबाहेक हामीले अब 2वटा नर्सरी पनि स्थापना गरेका थियौँ। त्यो नर्सरीहरूबाट पनि अब हामीले यतातिर बिरुवाहरू समूहहरूको माग बमोजिम बिरुवाहरू वितरण गर्नुको साथसाथै कतिपय बिरुवाहरू हामीले अब पूर्वतिर रौतहट भयो, पोखराहरू भयो, त्यस्तै अब यो गोर्खातिरबाट पनि लिएर आएर हामीले समूहलाई वडा कार्यालय पालिकाहरूसित समन्वय गरेर हामीले वितरण गर्ने कामहरू भइराखेको छ। र यसको साथसाथै अब पहिरोहरू गएको ठाउँमा हामीले तटबन्धनहरूको पनि कामहरू गरेका छौँ। तटबन्धनले गर्दाखेरि बाढी पहिरोहरूलाई नियन्त्रण गर्नुको साथसाथै उहाँहरूको जुन यो खेतीपातीको जग्गाहरू थियो त्यसमा बाढीहरूले अलि क्षति पुर्याउने कामहरूमा न्यूनीकरण हुन पुगेको छ। र यसबाहेक अब ट्याङ्कीहरू मर्मतको कामहरू पनि भइराखेको छ। र तरकारी खेतीहरूमा पनि उहाँहरूले अलिकति अब जैविक तरकारी खेतीहरू गरेर अब यो मनोकामना मन्दिरको वरिपरि र त्यसपछि अब यो गाउँघरमा पनि बिक्री वितरण गर्दै आइराख्नु भएको छ। र यो सामुदायिक वनमा पनि अलिकति महिलाहरू अझ सशक्तिकरण
र आय आर्जनमा पनि अझ टेवा पुगोस् भनेर हामीले दुना टपरीको मेसिनहरू पनि हामीले उपलब्ध गराएको छौँ सामुदायिक वन बागेपानी सामुदायिक वनमा। यो सबै हाम्रो युएनडिपी, जिएफ, एसजिपी र युवा समाज नेपालको सहकारीमा र विभिन्न अरू अन्य सामुदायिक वन र वडा कार्यालय पालिकाहरूको समन्वयमा हामीले यो कार्यक्रमहरू सञ्चालन गरेका छौँ। र मुख्य कुराहरू यिनै कुराहरूलाई हामीले फोकस गरेर हामीले कार्यक्रमहरू यो 2 वर्षको कार्यक्रमहरू सञ्चालन गरेको म यहाँहरूलाई अवगत गराउन चाहन्छु। धन्यवाद।